आज हाम्रो डाँडाको प्रार्थना आले डाँडामा यसरी हामी सबै मिलेर यसरी खानेकुराहरू ल्याउनु भएछ। चाउचाउ बिस्कुटहरू, खिर, पुलाउ, अचारहरू, विभिन्न किसिमका खानेकुराहरू ल्याएर घिउहरू अनि हरेक कुराहरू छन् र यहाँ बाँड्दै हुनुहुन्छ। आज डाँडाको प्रार्थना आले डाँडामा सिन्धुली जिल्ला दुधली नगरपालिका 14 नम्बर वडामा चाहिँ हामी आज डाँडाको प्रार्थना गर्दैछौँ। डाँडाको प्रार्थनामा अब प्रार्थना सकेर चाहिँ हामीले खानेकुराहरूको विचार गर्दैछौँ। खानेकुराहरू खान लागेका छौँ। यहाँ बाँड्दै हुनुहुन्छ हाम्रा आमा दिदीबहिनीहरूले सबैले खानाहरूको प्रकार यस्तो छ।